हेलो साथीहरु, वेलकम टु माई च्यानल श्रेष्ठ फ्यामिली इन अमेरिका। म चाहिँ बिहान मर्निङ हैन देख्न सक्नुहुन्छ कस्तो मजाले पानी परेपछिको घाम लागिरहेको छ। अनि म चाहिँ कता हिँड्ने होला हैन यति बिहानै। कति बजी छ भन्दा 7:23 है। आज चाहिँ म चाहिँ जाँदैछु देवर बाबुको घरतिर, मेरो देउरानीको घर पूजा। अनि जाँदैछु त्यतैतिर। आज र भोलिको दिन म चाहिँ उतैतिर हुन्छु। अनि म तपाईहरुलाई हाम्रो परदेशको ठाउँमा पनि हामीले आफ्नो घर पूजा यस्तो मजाले गर्न पाउँदाखेरि चाहिँ खुसी लाग्दो रहेछ क्या। सो म त्यसैको लागि भ्लग बनाउँछु है। ल हेर्नु है त कस्तो बन्छ। हाम्रो बसाइ चाहिँ त्यति टाढा छैन, 5 मिनेट गाडीमा 5 मिनेट लाग्दैन क्या। तर पानी परेर खुलेको आकाश हैन, अनि यो हरियाली मौसम चाहिँ क्या दामी हुन्छ। अनि मलाई चाहिँ बुढोले छोड्दै आउनुहुन्छ आज चाहिँ काममा जाने। मेरो चाहिँ छुट्टी मकै बुट्टी। अब चाहिँ इन्जोय गर्नु होला म सँगसँगै। मेरो दिनहरू कसरी जान्छ, के गर्छौँ हामी हैन, के तयारी गर्दैछ। मेरो त्यो गाडीको त बिग्रिरहेको रहेछ सिट त। ओ माइ गॉड, कहिले मिलाउने होला। घरमा भएको सिट ल्याएर हालौँ भने पनि बिर्सिँदो रहेछ जहिले। उठ हामी चाहिँ आइपुग्यो देवर बाबुको घरमा। पार्किङ त खाली छैन। ल एकैछिन काम सघाएर अनि म चाहिँ वाक गर्दै जानलाई बहिनी चाहिँ कराइरहेको थियो, म पुऱ्याउनु जान्छु ल होइन कि यस्तो राम्रो वेदर छ है। अनि मलाई चाहिँ हिँड्न मन लाग्यो कि फेरि। अनि म हिँडेर जान्छु के भनेर निस्केँ। एकछिन दिदी बहिनी म पुऱ्याउनु जान्छु भन्ने चाहिँ होइन, म हिँडेर जान्छु भन्ने गरेर निस्केँ। अब बेलुका चाहिँ हामी के गर्छौँ भनेर फेरि म जोड्छु यसैमा होइन। अहिले चाहिँ मलाई यस्तो राम्रो लाग्यो वेदर, यति आनन्दको लाग्यो होइन। अनि पछि भिडियो हेर्छु कि निताले ए भाउजू त भिडियो बनाउन रहेछ नि देखेको भन्छ होइन। मैले यस्तो राम्रो ठाउँ देखेछ क्या जङ्गल, अनि त्यतापट्टि भिडियो पनि बनाउँछु भनेर अनि जान लाग्यो है। म त ठ्याक्कै यहाँ फुच्ची एङ्कलिङ जस्तो लाग्यो कि के अरे मेरो विद्यार्थी घर नि यही छेउमै रहेछ क्या फेरि। ऊ पनि वहाँ पर हेरिरहेको अनि म पनि हो जस्तो नि लाग्छ भनेको। अब याद हुन्न नि त, अब स्कुलमा मात्र देखिया हुन्छ। यहीँ नजिकै रहेछ हो नि त। हुन त यही एरियाका बच्चाहरू त धेरै जान्छन् होइन नजिकैको। तर यतातिर चाहिँ मजाको सिङ्गल हाउस छ, कस्तो राम्रो छ क्या। अनि अर्को साइडमा चाहिँ टाउन हाउस छ। म चाहिँ हिँड्दै जान लाग्छु, धेरै लाग्दैन 10 मिनट लाग्छ। अब भिडियो पनि बनाउँदै जान्छु। ल हेर्नु यतातिर चाहिँ यस्तो घाँसपात छ होइन, हाम्रो नेपालमा हुन्छ नि त्यस्तै गरेर झाडी छ। यो के भन्छ यसलाई, कुद्नीको अखडा दाई नेपाल भाउजू पोखरा भन्दै गाउँथेँ नि, यस्तो घाँसहरू पनि छ है। म यही देखाउँछु भने नि यो बाटो हिँड्दै आएको क्या। यस्तो यो खानुभयो कि खानु भएन मटर खोर्सा, यति राम्रो छ यहाँ होइन, पुरै नगर होइन। ल हेर्नु न कस्तो राम्रो खरबारी छ है। ओ माई गॉड, लाइक वाउ खाले क्या। यो घाँस देखेपछि मेरो मम्मीलाई के लाग्छ अरे, मुठा पारेर घाँस कराउनु पाए हुन्थ्यो भन्ने लाग्छ अरे। ल हेर्नु यस्तो राम्रो छ क्या। ल साथीहरू आजको मेरो काम यही भयो। यहाँ हेर्नु यस्तो राम्रो काफल फलेको छ होइन, यो सेतो काफल। तपाईँहरूले कतिको खानुभयो है। यहाँ चाहिँ ठुलो बुटो छ क्या काफलको। अनि तपाईँहरूलाई चमेलीको फुल हरर बास्ना आउँछ नि, तपाईँहरूलाई कतिको याद छ नेपालमा होइन। मलाई चाहिँ मन पर्थ्यो क्या चमेलीको फुल, तर यहाँ थोरै रहेछ, अरू ठाउँमा चाहिँ छ धेरै। तर बुटो फरक भयो नि, यो चाहिँ चमेलीको फुल होइन। यस्तो मिठो बास्ना आएको छ। अनि हेर्नु यस्तो बाटो नि यस्तो हरर बास्ना आएको छ कि। खासमा यो चमेलीकै फुल हो कि, बुटो चाहिँ फरक छ तर यो फुल चाहिँ चमेलीकै हो होइन। लुके थिएँ। अनि अर्को म एकदमै गुड थिङ्स देखाउँछु। म दङ्ग परिरहेको क्या यहाँ देखेर।
बाटोमा है अब कसले ल्याएर छर्यो होला भने जौँ ल्याएर छर्न पर्ला जस्तो लाग्यो नि त हामीले पनि बाटोको छेउमा अनि पाकेपछि लगेर राख्नु पर्यो जौँ गहुँ त ठिकै छ गहुँ हेर्नु न यहाँ कस्तो राम्रो गहुँ फलिरहेको रहेछ क्या मेरो काम है गहुँ बारीमा गहुँ फलिरहेको रहेछ नि त आमामामामामामा सबै गहुँ भोलि पर्सि चाहियो भने जौँ चाहिँ छरेको भयो भए जौँ चाहिँ लान्थेँ यो चाहिँ गहुँ परेछ क्या हेर्नु यो गहुँ यस्तो राम्रोसँग फलेको छ अनि तपाईँहरूले कतिको खानुभयो कुट्नीको साग अकरा दाई नेपाल भाउजू पोखरा भन्दै ल यस्तो पाकेको छ क्या ल यहाँ हामीले त स्याउ पनि देखेँ स्याउको डल्लो सानो सानो कति राम्रो कहाँ अर्का लखाड्ला नि नानी अर्का कहाँ स्याउको डल्लो टिप्न लाग्यो टिपेर ल्याउन अर्कै गऱ्यो नानी खेदाउला नि मलाई त फेरि यहाँबाट नि टुङटुङ पारेर आँखाले हेर्ने हो हातले त छुन नपाए होइन जे पनि टुर्न त पाइएन नि त म त उताबाट वाक गर्दै यता पुगेँ हो ए रमाइलो रहेछ यता त फलफुलै फलफुल रहेछ त नि यो चाहिँ के हो त फेरि यो चाहिँ के हो त यो नि खाने चिजै हो के अरे के रहेछ यो नछौ खै हामी चाहिँ वाक गर्न निस्क्यौँ हाम्रो केटीहरू भयो कहाँबाट पानी भयो आज चाहिँ हाम्रो घरमा चाहिँ रोटी बनाउँदै हुनुहुन्छ सबैजना मिलेर अनि खास गरी किन रोटी बनाएको भने माइजूको घर पूजा गर्दैछौँ अनि त्यही भएर यहाँ चाहिँ रोटी बनाउँदै रोटीको के हो बनाउँदै हुनुहुन्छ होइन पिठो बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ रोटी हाल्दै हुनुहुन्छ है ल एउटा रोटी हालेर देखाइदिनु त गोलो गोलो ल ल ल ल ल ल झुवाई रोटी फर्काउने आन्टी त यहाँ हुनुहुन्छ है टक्क लाएर गइहालेछ क्या Guys, 1 million plus views, guys. 1 million plus. 1 million plus views, please. चाहियो मलाई त्यो तोरण बान्नलाई उता जानलाई हाम्रो सेलरोटी चाहिँ यस्तो बन्दैछ हैन ल ल आम्मामा यो रोटी फर्काउने मान्छे त लास्टै नै धेरै टाठो हुनुभयो है आम्मामा यो गाह्रै पर्यो है यो रोटी बनाउने मान्छे ओके स्पिड मिलेन स्पिड वाला खोज्नु पर्यो बर्बाद भयो स्पिड कतिको बढी छ कम छ म त 45 को स्पिडै मात्र हाँकिरहेको त उसले त 50 लगाउँदैन ल ल खाली भए स्पिड चाहिँ जिरो भएको मान्छेले के गर्नु नि रेडी 1 2 ल ल ल ल दामी बनाइदिनु भयो त हेर्नु त यस्तो दामी बनाइदिनु भयो नि यति भयो है यो रोटी चाहिँ ए यहाँ नि छ यहाँ नि यो रोटी त मान्छेहरूले पनि खायो फेरि भित्र बिक्री भइरा तातो तातो चियासँग खानुपर्छ भोलि कफीसँग खानुपर्छ ओ यहाँ फेरि यस्तो त हात तातो भएर यो कान्छा भनेर फोन आएको कसको कान्छै भन्छु कि कान्छा यस्तो गर्नु पर्यो यो यस्तो काम गरेर हात नपोलम होला है प्लिज कान्छा के हो एकछिन रोकिनु भयो हुन्छ बरु अब त उफेरिदिन्छु यो भरियो भने यो बाटा त जाने अनि यो सानी गर्ने कि अबि ल कस्तो फिल भइरहेको त रोटी बनाउँदा आमा यहाँ कति रमाइलो नेपालमा भयो जस्तो फिल भइरहेको नेपालमा अब मेरो बिहा हुँदा फेरि कोसिल लान पर्यो भने रोटीको लागि है त अलि मोटो मोटो बनाउने यस्तो त हैन सगुनलाई त उलाई त साइपाटालाई त कडा
छुट्टै बनाइदिउँला के भान्जी एउटा छुट्टै ल ल ल टक्क ल है ल मेरो बिहाको लागि रोटीको लागि त टेन्सन लिनु परेन ल हेर्नु यता कति रमाइलो छ मेरो भान्जी चाहिँ यहाँ रेडी हुनुहुन्छ है रोटी गर्नलाई ल अझै भान्जी कति क्युट खाले होइन ल रोटीको लागि यता सम्पर्क राख्नु होला प्रि अर्डर तातो तातो दुध चिया सहित है फेरि दिनुपर्छ हामी त खाँदैन कालो चिया चाहिँ यहाँ दुध लिएर आउनुपर्छ फेरि भैँसी दुहुनु सकेको छैन गाई दुहुनु सकेको छैन अनि पातलो दुध ल्याउन खाटी दुध चाहिन्छ कडा भयो नयाँ हायरिङ ल रमाइलो ल हाम्रो पुरीको कार्यक्रम नि आधाउधी भइसकेछ है बल्ल पो भिडियो बनाउन लात अरे कि बल्ल फुर्सद बनाएर मोबाइल देखाउनला हाम्रो यहाँ यत्रो भाइहरू यस्तो खेताला त्यस्तै खोजेपछि के हुन्छ होइन पाइँदै हो अनि अलिअलि खेताला नि खोज्ने बेलामा ल भन्नु त भान्जी खेताला कस्तो खोजे अरे सोसियल मिडियावाला यो पुरी मडाएको भान्जीलाई यहाँ पिठो हात दुखेर मर्ने भइसक्यो अरे अयमा म त खान्न बरु भन्छ भने भान्जी त ल हेर्नु त्यहाँ खेताला फेरि कति ठग्छन् उहाँ फोन उठाउँछन् काममा हेर्नु न हामीले यहाँ ढुकुरको जोडीहरूलाई यहाँभित्र छुट्टै स्पेसल ट्रिट दिएर है म काम हेर्नु न कति लगाऊ बिचरा गाह्रो छ होइन हामीले झन् ढुकुरको जोडी भनेर नामाकरण गरेर बस्यौँ होइन ल ठिक छ त्यतै रमाइलो छ 2nd डे आज हाम्रो देवर बाबु देउरानीको घरको घर पूजा है जे तयारी थियो आज चाहिँ सरजम लिएर हामी जाँदैछौँ कहाँ नानी कहाँ जाँदैछौँ हामी यता देख्यौँ न हामी चाहिँ अब देवर बाबुकोमा जाँदैछौँ पूजाको लागि आज दिनभरि त्यतै मेरो बसाइ है म चाहिँ यस्तै राम्रै भएर नै छोरी आएपछि नेपाली ड्रेस लाउनु त्यत्तिकै हो यस्तै पूजा आजा उमा त हो नि लाउने होइन रमाइलोमा हामी चाहिँ लाग्यो हाम्रो पूजाको कार्यक्रम सुरु यतातिर खाने फुर्सद भएन भन्नु हा अलिकति लाउँदै खानु भनेको त नि ल्याउँला घरबाट फेरि म यहाँ हेर्नु त्यही भएर भिजाउनु भयो औँठी बनाउनुहुन्छ हो नि त शुद्ध गर्ने राखेर कस्तो लागिरहेछ हेर्नु यस्तो रमाइलो कति लुक्स कस्तो हाम्रो भान्जीलाई यहाँ काम सिकाएर हामीलाई भोलि पर्सिलाई सजिलो हुन्छ भनेर कुदाएका छौँ है नै एकदम यो कुरामा चाहिँ म मान्छु गर्नुपर्छ त्यतै पूजा थालीमै छ भाइ चाहिँ यतातिर कुकम्यान मेरी छोरी मामालाई हेल्प गर्दै हाम्रो पूजा चाहिँ यता सुरु भइसकेको छ है नानी अब दगाउनु हुन्न है म त्यो बत्तीहरू हुन्छ क्या पवित्र बनाएको महाकलियुगेश प्रथमचरणे अमेरिका देशे वर्जिनिया प्रदेशे पाद्यं समर्पयामि यहाँको रहेर के चढ्यो खै एउटा केरा राख्नु पर्यो हाम्रो भान्से खोइ कता जानु भएको छ भान्से बिनाको ठुलो रहेछ के चाहियो र
ल म चाहिँ यतातिर के भन्छ अरे नामै आएन सुजी बनाउँदैछु अब खिर बनाउनै बाँकी छ ल अब यता चाहिँ पूजा म्याथ कमजोर रहेछ अब है म्याथ कमजोर गर्न पाइएन है ल अब दौबारीकालाई रात अच्छे खाली वो दौबारी का ये बच्चे जल्दी चल या बच्चे कम करें शादी अब तुम छोड़ के रो बाबा शुभ है वो बड़े रो बाबा बाबा करे साथ में हम पंचायत तो लगे स्नान हम ने संदर अच्छे खान या बात ठीक है दर जमने के जम समर्पण यतिको गिलो हुँदा राख्नु भयो भने पछि सर्भ गर्ने बेलामा ठिक्क साह्रो हुन्छ ल मेरो सुजी पनि रेडी भयो मिठो मानेर खाइदिनु होला है गन्धसुरक्षतायितं सम्पादितमया गिर्याणेश्वरगोपदा प्रसिद्ध परमेश्वर श्री सत्यनारायण नमः अर्घ्यं समर्पयामि फेरि उसको कपूर्वा पूजन आएको त उल्टै श्रीकृष्ण भगवानलाई नै उटौला जस्तो त्यहाँ देखाउँछ नि हेरेको हो नि अनि दुर्योधनले के गर्छ उटौला जस्तो गर्छ सबैलाई लगाएर यो कृष्ण भान्साले यहाँ खिर पनि पकाइसक्नु भएछ भान्सामा त एकचोटि नफर्किरहने अनि कहाँ हुन्छ मैले चलाउनै पर्छ अरे कि पाक्नलाई कति राम्रो भने हौ ल काम गर्ने कालो मकै खाने भालु भनेको यसैलाई भन्छ अरे होइन त्यो भित्र एकदम राम्रो भयो त्योमा म पर्छु म बाबुले बनाउने अनि म चाहिँ भिडियो बनाउन चाहिँ तेर्सिहाल्ने अरे गर्दै सही छ सही ल आउनुहोस् अब अलमोस्ट सबै तयारी भयो हाम्रो पूजाको प्रसादहरू अब ग्रहण गर्ने मान्छेको वेटिङमा हामी चाहिँ है भेटेन त बिर्सिरहने यस्तो पाइन्छ अरे कि त्यो घिउ छ नि यो पकालेर जगत त्यहाँनिर पङ्गत्या छ त्यो खोलिदिउँ उताको ढोका पनि खोलिदिउँ आमदानी गर्वतम तमदा अशी गर्वतम गायत्री त्रिभु जगत्यानिरु पङ्गत्या च चेडो रुचुचि समयन्त्यता इदं श्रेयाय नमः स्वाहा शन्नो देवी रविश्च आपो भवन्तु वितय संयोरनिर्शवन्तो न इदं वसुदेवाय नमः स्वाहा इदं विष्णवे नमः स्वाहा इदं विष्णवे नमः स्वाहा शन्नो देवी रविश्च आपो भवन्तु वितय संयोरनिर्शवन्तो न इदं विनकावे नमः स्वाहा दुर्गाय नमः स्वाहा दुर्गाय नमः स्वाहा इदं अश्विनी कुमार बाहिरबाट खोल्छ है क्यामेरा त अश्विनी कुमारावे नमः स्वाहा आकिर्णे नरदश वर्धमानो सविता रथेन देवो जाति भुवनानि पश्यन् हरि ओम नमः गणपति भुववामहे ग्रणं त्वात्रिपति भुववामहे मानतृष्टाय मानवानि मानो गोपुमानो अक्षकुनि मानो वीररुद्रि मानो भवा नित्यं सदा नित्यं वामहे इदं विष्णवे नमः स्वाहा विष्णवे नमः स्वाहा चन्द्रो देवी आपो भवन्तु वितय संयोरो निष्ठवन्तो न मलाई सफोकेटेड भएको लाग्यो षड्विष्णुवे नमः स्वाहा अग्निर्देवता वासुदेवता चन्द्रमा देवता रुद्रदेवता इदं द्वादश देवताभ्ये नमः स्वाहा षड्देवताभ्ये नमः स्वाहा हरि ओम नमः गणनान्त्वा गणपतिं हवामहे प्रियनान्त्वा त्रिपदिं हवामहे वसो मवाम दानी गर्भतं तमदाशी गिरतं इदं प्राणाय नमः स्वाहा ध्यानाय नमः स्वाहा पंच इंद्रियभ्ये नमः स्वाहा पंच वरुणेभ्ये नमः स्वाहा गायत्रे नमः स्वाहा षट्सिद्धे नमः स्वाहा गिरमात्रे नमः स्वाहा अन्नपूर्णाय परमविचार सार परमानाद्यं जगद्भावं वीणां दाद्यन्तकारापां हस्ते स्फाटिकमालिकं विदधतिं पद्मासने संस्थितं वन्देतं परमेश्वरं भगवति बुद्धिं प्रसन्नं शारदं यत्पुण्यं तत्सरारतवलाय सुप्रभस्तापिताय मीनावरदन्तमण्डितकरा या श्वेतपद्मासना या परमाशंकरा प्रभृतिं देवै सदा वन्दिता श्यामं सरस्वती भगवती विशेषदायम्पा
हो त्यसमाथि राख्छ। अब त्यहाँबाट पहिला यसो गर्छ, यसो गर्छ, हात सेकिछस्, उता भगवान्लाई देखाइदिन्छस्, भगवान्लाई देखाइ यतापट्टि देखाइदिन्छस्, यतापट्टि यता हो यहाँ देखाइदिन्छस्, अनि त्यहाँ हात सेकेर सूर्यनारायणलाई देखाइदिन्छस्, अनि फेरि आफ्नो आँखामा लगाइछस्, उहाँहरूलाई पनि दिन्छस्, उहाँहरूलाई पनि दिन्छस्, पास गरिछस् न उता। बाबुहरू कता गए? ल उता पास गरिदिन्छस्, उहाँहरूले पनि लगाइसक्छ। हात ताता हुनु पर्यो, हात ताता नभइकन भएन है। ल ल भयो आयो। घरै छैन म टिप्दिनँ। जिन्दगी भरलाई चाहियो नि केको घर चाहिँ नि यत्रो जल्छन्। अनि तल चाहिँ नि टिका खै चामलको अक्षता खै थालीमै छ त सबै होइन, उयो त्यहाँ छ। दुईटा थाली हो अनि एउटा प्रसाद बत्ती। अब ढोका चाहिँ लगाइदिनु है, त्यो ढोका चाहिँ यत्रो बेरसम्म भइसक्यो, यत्रो बेर भइसक्यो। चप्पल क्वाइन टिपेर देऊ है मलाई। पानीले भिज्यो नि नो म्याटर, पानीले भिज है। पैसा टिम जान पानीले भिज्न पर्छ है, माथिबाट वाटर आउँछ। रुँदैन हो, मैले भनिसकेको छु उसलाई झन् म यहाँ। तर अलि पछाडि गरे सजिलो हुन्छ। ल अब यहाँ घर पूजा नफनी त्यहाँ फ्लावर हुन्छ, पैसा हुन्छ, रोटीहरू हुन्छ, फ्रुटहरू हुन्छ, पैसा टिप्नु है। क्वाइन टिपेर ल्याउनु मलाई। यहाँ मम्मी नै हुनुहुन्छ त्यहाँ, रेडी भयो मम्मी। यहाँ पानी गराउनलाई रेडी, जल चढाउनलाई। ल ल अब हाम्रो चाहिँ घर पूजाको फाइनल पार्ट आउँदैछ। माथिबाट जल खनाउने यहाँ पूजा गर्दै हुनुहुन्छ। अब उहाँ दुईजना रेडी हुनुहुन्छ। अब यहाँ घरबेटीहरू पनि रेडी हुनुहुन्छ नुहाउनलाई। ल रेडी है, त्यही छेउमा जाउँ। डराउनु पर्दैन, अहिले हुन्न, अहिले होइन। बाजे माथि जानुहुन्छ, बाजे गएर पूजा गरेर अनि बल्ल पानी खनाउनुहुन्छ नि त्यो। ल हाम्रो अब घर बाँध्ने काम हुँदैछ यहाँ है, घर बाँध्दै। ल यहाँ घर बाँध्दै हुनुहुन्छ। विनर हुन्छ हो नि। रेडी? You guys ready to collect your coin? त्यो त तपाईँलाई पाउँदै पाउँदैन भनिदेऊ न। त्यो त तपाईँले पाउँदै कोइन कहाँ राख्छ त? ल घर बाँधिदियो। यहाँ यी बहिनीले सिकायो आइडिया, बहिनीले आइडिया सिकायो। कस्तो आइडिया सिकाउँछ माइराले। ओके घन्टी बजाउनु मान्छे अलिक टाढा भएन र यो त। नेभर माइन्ड, खच्चरले घन्टी बजाएको जस्तो भयो त्यो चाहिँ। त्यो त्यसलाई भन्छ घर बाँधेको भन्छ, त्यो किल्ला ठोक्यो नि, त्यो भनेको घर बाँधेको भन्छ क्या त्यसलाई। नेपालीमा चाहिँ घर बाँधेको भन्छ। घर बाँध्नु परेन किल्ला ठोकेर। अनि तपाईँलाई त्यहाँ रेडी भएर बस्या बाजे बल्ल आउनुहुन्छ त्यहाँ। पहिला घर बाँधेर चार टुँडा हगेर बाँध्ने छ भर्याङ त्यही रेडी छ। नफनी तोरणलाई त तोरण पूजा गरिसक्यो। तोरण पूजा गरिसक्यो। सुन्नु न हाम्रो अब तोरण बान्ने कार्यक्रम रेडी। त्यता नि छ ठ्याक्क पर्छ।
हामी त घर भैलीलाई पुग्ने तोरण बनाइएछ है होइन हेर्नु त वालमार्टमा यति राम्रो नेपालमा बाटे भन्दा राम्रो छ दिदी उहाँ रेडी हुनुहुन्छ दिदी रेडी हामीलाई कति गाह्रो है तोरण बान्न ल आइडिया 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 निस्किएन निस्किएन पनि गयो नि मैले ठिक छ ठिक छ ठिक छ एकदम म भिडियो राखिदिन्छु है पछि देखाइदिन्छु बाजेले आउनुहुन्छ है तपाईँदेखि फेरि त्यसै नहाल्नु बाजेले पुगाएर हाल्नुहुन्छ घन्टी 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 बजाऊ पूजा पूजा गर्छ गिरह प्रवेश गर्नु दाहिने खुट्टा हाल्नु पहिला जानु जानु बजाउँदै जानु गृह प्रवेश गृह प्रवेश मैले माथिबाट कपडा छोडिदिन्छु अनि खट्टा सिरमा राख्नु अनि माथिबाट पानी पर्ने गरेर तपाईँहरूको टाउकोमा सेतो कपडा हुन्छ होइन माथि टाउकोमा कपडा पर्या हुन्छ के त्यो कपडामा आउँछ कि सर कान्छो त्यो ढोका त खोलिदेऊ के त्यसलाई यसरी फर्काउनु त भाइ एकचोटि अझै त्यो कपडा बेटरी हो के कपडा बेटरी अझै घुम्न आउनु ल ल अलि पछाडि आउनु कपडा पुग्छ अलि पछाडि आउनु भाइ पनि बसेन हुन्छ हुन्छ यतिको माथि तान्नु भन न यो टुडा ठ्याक्कसम्म आउनु कपडा माथि तान्नु भन्नु बाजे सुन्दैनन् क्या भयो ल एकचोटि तान्नु ओ भयो एकजनाले भिडियो भित्रबाट लिइदिनु भयो नि म यताबाट लिन्छु एकजनाले भित्र भुइँको टिप्ने अन्त उ छिटी राख त टिपा हात समाउनु न खल्तीमा हाल्नु न खल्तीमा भिजा मेरो त झन् जानै माथ्यो नानी टिपा लाग्छ मैले भनेको नडराउनु है भुइँको टिपा हुन्छ पानीमा त आउनु नि तपाईँ एकचोटि यता पानीमा आउनु नि पानीमा छोडिदिन्छ त्यो ढोका अब त ल रोटी समाल्यो ल अब कोइन आउँछ है टाउकोमा लाग्छ मारा अलि पछाडि जाऊ सर्रा हाल्दिउँ सर्रा ल समात्यो टाउकोमा लाग्यो झोली पर्यो यताको झोली पर्यो अಯ್यो मामै ल सर्वसम्पन्न पूजा गृह प्रवेश ल भान्जीको पोल्टो चाहिँ कति राम्रो आमामामा भान्जीको पोल्टो चाहिँ भरियो है ल्याउ बधाई छ ल भान्जीलाई बधाई छ भान्जीको त
माइरा यहाँ चाहिँ ए माइरा ऊ वहाँ छ भान्जीको त पोल्टामै आएको सिधै अनि भान्जीको पोल्टो भरियो बिहानभरि शुभ गर्नु आएको रहेछ क्वार्टर भन्दै थियो अनि क्वार्टर भन्ने बेला क्वार्टर भन्दैपछि कहाँ पेनी टिप्छन् त है बिचराहरू धन्न टिपे खोइ तिम्रो पोल्टाको रोटी खै माएर रोटी खै तिम्रो भुइँमा जाने ल होइन